बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिसा विकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। इनिसा अध्ययनरत विद्यालय उषा बालबाटिकाका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। फागुन 23 गते इनिसा सुर्खेतको सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीका अनुसार इसाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ भने केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको छ। यसका साथै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफी गर्न टोली समेत सुर्खेत पुगेको छ। पोलिग्राफी भनेको मानिसले झुटो बोलेको पत्ता लगाउने उपकरण हो। यी सबै अनुसन्धान सकिएपछि मात्र घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले बताएको छ। इनिसाका आफन्तले भने हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएसम्म सब नबुझ्ने अडान राखेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेका छन्। आज बिहान गट्ठाघर स्थित अस्पतालमा उनका पिता मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा निधन भएको छ। शतक नजिकको उमेर र अनेक रोगले ग्रसित मोहन प्रसादको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई नेपाल कोरिया मैत्रीनगर अस्पताल पुर्याइएको थियो। लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि केही बेर अस्पताल परिसरमा राखिएको थियो भने केपी शर्मा ओली र पत्नी राधिका साक्य अस्पताल पुगेपछि अस्पतालबाट निकालेर ओली निवास गुन्डुमा लगिएको थियो। आजै बिहान 11:30 बजे पशुपति स्थित आर्यघाटमा उनको दाह संस्कार गरिएको छ। सर्वोच्च अदालतले नेकपा माओवादीको विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामाथि छानबिन गर्न आदेश दिएको छ। सो आदेशसँगै अब प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत विरुद्ध परेको किटानी जाहेरीमाथि अनुसन्धान हुनेछ। कुमारको हत्यापछि उनकी आमा दुर्गादेवी पौडेलले संलग्नहरूमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग राखी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी पेश गरेकी थिइन्। जाहेरीमाथि अनुसन्धान नभएको भन्दै पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्। त्यसको करिब 5 वर्षपछि बिहिबार न्यायाधीशहरू डाक्टर मनोज कुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले अनुसन्धान अघि बढाउनु भनी आदेश जारी गरेको हो। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्न गरी सिट बाँडफाँड गरेको छ। बाँडफाँडमा 3% पार गर्ने 6 दलले सिट प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सबैभन्दा धेरै 57 सिट र राप्रपा र श्रम संस्कृतिले सबैभन्दा थोरै समान 4-4 सिट प्राप्त गरेका छन्। यसका अतिरिक्त नेपाली काङ्ग्रेसले 20, नेकपा एमाले 16 र नेपाल कम्युनिस्ट पार्टीले 9 सिट प्राप्त गरेको आयोगले जनाएको छ। आयोगका अनुसार समानुपातिकतर्फ 1,12,80,617 मत खसेको थियो, जसमध्ये 1,08,35,025 मत अर्थात् 96.05% मत सदर भएको छ। साथै आयोगले दलहरूलाई 3 दिनभित्र समानुपातिक सांसदको नाम पेश गर्न म्याद पनि दिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक विषयमा रोइलो गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन्। थ्रेसोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि हानाछाप भएपछि उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै यस्तो चेतावनी दिएका हुन्। उनी लेख्छन्, अब उपरान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु। हद भयो। यसको केही समय अगाडि यसै विषयलाई लक्षित गर्दै उनले लेखेका थिए, भात खाऊ मेरो टाउको नखाऊ। हालै सम्पन्न प्रतिनिधि सभाको चुनावमा 3,85,902 मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा 4 सिट प्राप्त गरेको छ। हेटौडामा ट्रक र ट्रेलर एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। उक्त दुर्घटना मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा भएको हो। शुक्रबार बिहान करिब 6:10 बजेको समयमा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना 4 ख 1923 नम्बरको ट्रेलर गाडी र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बाप्र 03-001 ख 0398 नम्बरको खाली ट्रक एक आपसमा ठोकिँदा दुर्घटना भएको। टाउको तथा खुट्टामा गम्भीर चोट लागेको ट्रेलर चालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको र ट्रक चालकलाई भने नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय नेवारपानीमा राखिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बोगटीका अनुसार अविरल वर्षापछि लागेको बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। परराष्ट्र मन्त्रालय मातहतका राहदानी विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडान गर्ने तयारी गरेको जनाएको छ।
सोही क्रममा अन्तरिम अवधिमा राहदानी वितरण सेवा केही दिन प्रभावित हुन सक्ने विभागले जनाएको हो। विभागका अनुसार विभिन्न कार्यालयबाट प्रदान गरिने राहदानी सेवा 1 देखि 3 दिनसम्म बन्द हुन सक्नेछ भने विभागबाट प्रदान गरिने राहदानी सेवा भने करिब 1 सातासम्म अवरुद्ध हुन सक्नेछ। नयाँ प्रणाली जडान तथा कार्यान्वयन भएपछि राहदानीको आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ। त्यसैले विभागले नयाँ प्रणाली जडानको प्रक्रिया अगाडि बढाइसकेको जनाउँदै आगामी 5 महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरेको छ। साथै नयाँ प्रणाली सम्बन्धी थप सूचना निकट भविष्यमा सार्वजनिक गरिने पनि विभागले जनाएको छ। नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न सिलिन्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै आजदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा 7.1 केजी एलपी ग्यास भरी प्रति सिलिन्डर आधा मूल्य 955 रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ। निगमले नियमित रूपमा माग अनुसार ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्ला 2-3 महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको, मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको तथा भारतमा समेत ग्यास सर्टेज भएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको जनाउँदै यस्तो निर्णय गरेको बताएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न समेत आग्रह गरेका छन्। नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य 2800 रुपैयाँले घटेर प्रति तोला 3,14,200 रुपैयाँ कायम रहेको छ। बिहिबार सुनको मूल्य 3,17,000 रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य समेत घटेको छ। आज चाँदी 20 रुपैयाँले घटेर प्रति तोला 5,495 रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार चाँदी प्रति तोला 5,515 रुपैयाँ रहेको थियो। पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपिओ बाँडफाँड सकिएको छ। कम्पनीले गत फागुन 12 गतेदेखि 15 गतेसम्म प्रति किता 100 रुपैयाँ अङ्कित मूल्यका 45 लाख किता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको थियो। सो निष्कासनमा कुल 24,13,517 जनाले 2,63,10,970 किताका लागि आवेदन दिएका थिए, जसमध्ये 23,76,705 आवेदन स्वीकृत भएका थिए। कुल 4,50,000 आवेदकले 10 किताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।